गुड मर्निङ। आजको दिनको सुरुवात चाहिँ यसरी भएको छ। यहाँ हेर्नुहोस्, यो चाहिँ हाम्रो रुमको प्लान्ट्स फ्लावर्स। यो फुल अन्त त्यहाँदेखि यो फुल चाहिँ मलाई मेरो स्टुडेन्टले ल्याइदिएको हो। अरू चाहिँ हाम्रै प्लान्ट हो, रुमको सकुलेन्ट प्लान्ट। यहाँ चाहिँ मिन्ट पनि छ, पुदिना मिन्ट। चियाहरू खाइसक्यो, ब्रेकफास्टहरू गरिसकेर चाहिँ अहिले यहाँ बसिरहेको छ हो। आज चाहिँ पुरा गर्मी छ, पुरा गर्मी। अब यो चाहिँ मेरो खाना हो, खाना खानु आँटेको। दाल, कोपी एन्ड आलु, अचार एन्ड भात। ट्युसनर्सहरू मेरो नानीहरू पढ्नु आउँछ हो। अहिले चाहिँ बसिरहेको, पुरा गर्मी छ हाम्रोतिर चाहिँ हो। बसेर चाहिँ यहाँनिर पानी खाँदै गरेको, ठिकैको पानी। यो खुल्लै रहेछ, अन्डा पनि लिइकन आउँ ल। ए त्यहाँ पो रहेछ उयो गर्ने त, उसको काम गरिरहेको रहेछ। सपिङ हामी चाहिँ सामानहरू लिनु जाँदैछ। ग्रोसरिज यो पोटला बोकेर सामान किन्नु जाँदैछ। किन भन्दा भोलि चाहिँ घर जाने नि कि। सो वी आर बाइङ सम स्टफ इन द शप। सपिङ दोकानबाट आएर चाहिँ नुहाएँ हो। नुहाएर केसहरू ड्राई गरिसक्दा ओर्दा लाइक जाँदै आउँदै गरेँ नि कि केसहरू ड्राई गरिसक्दा ओर्दा रात पनि पर्यो। हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ पुरा ज्यादा हावा पानीहरू गर्नु थाल्यो। त्यसरी नै मैले मेरो भ्लगलाई चाहिँ एन्ड गरेँ। आजको लागि यति नै। मन पऱ्यो भने लाइक, सेयर, सब्सक्राइब गरेर सपोर्ट गरिदिनुहोस् होला। थ्याङ्क यू।